पहिला हामीले यस कार्यक्रमको सभापतिको आसन ग्रहण गराउनु पर्ने हुन्छ। त्यसैले गर्दाखेरि आजको यस कार्यक्रमको सभापतिको आसन ग्रहण गरिदिनुको लागि शहीद अनिता गुरुङ मेमोरियल फाउन्डेसनको अध्यक्ष श्री होमनाथ गुरुङज्यूलाई यस स्टेजमा आएर सभापतिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। मैले सभापतिको आसन ग्रहण गराइसके, अब भने म आतिथ्य ग्रहण गराउन लागिरहेको छु। हाम्रो यस कार्यक्रमको आज प्रमुख अतिथिको रूपमा खोटाङको माटोले जन्माएको संविधान सभा सदस्य दुर्गा जयन्ती राईलाई आएर आफ्नो प्रमुख अतिथिको आसन ग्रहण गरिदिनको लागि म स्टेजमा निम्त्याउँछु। त्यसै गरी यसै ऐसन खर्च राखा बाङ्देल वडा नम्बर 1 को माटोले जन्माएको आदिवासी जनजाति आयोगका माननीय सूर्य बहादुर गुरुङज्यूलाई आएर आफ्नो विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म अतिथिको आसन ग्रहण सरस्वती रूपमा गराउन गइरहेको छु। अतिथिको आसन ग्रहणको क्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य गृहबहादुर राईज्यूलाई आएर अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य श्री बहादुर राईज्यूलाई पनि आएर आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहणको क्रममा नेपाली कांग्रेस ऐसलखर्क गाउँपालिका कमिटी सभापति श्री रमेश गुरुङज्यूलाई पनि यस स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहणको क्रममा ऐसलखर्क गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष श्री पुरुषोत्तम राज भण्डारीज्यूलाई पनि यस स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहणको क्रममा श्री कालिका बाल विकास मावि राखाको प्रधान अध्यापक रमेश कुमार राईज्यूलाई पनि स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहणको क्रममा सिद्धकन्या आधारभूत विद्यालयका प्रधान अध्यापक श्री तुलसीराम कार्कीज्यूलाई पनि यस स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहणको क्रममा जनहित आधारभूत विद्यालयका प्रधान अध्यापक बलिवन कार्कीज्यूलाई पनि यस स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहणको क्रममा प्रहरी चौकी राखा बाङ्देलको इन्चार्ज सञ्जय कुमार शाहज्यूलाई पनि स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अतिथि आसन ग्रहणको क्रममा स्वास्थ्य चौकी राखाको प्रतिनिधि सहारा राईज्यूलाई पनि यस स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहणको क्रममा सृजनशील भैया समाजका उपाध्यक्ष नवराज गुरुङज्यूलाई पनि यस स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहणको क्रममा स्वर्गीय जस बहादुर राई छात्रवृत्ति रक्षक कोषकी प्रतिनिधि अनिता राईज्यूलाई पनि यस स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। म अतिथिको आसन ग्रहण अझै गराउनेछु र हाम्रो कार्यक्रम एकदमै छोटो सभ्य र भव्य हुने भएको गर्दाखेरि म अहिले पनि हाम्रो मन्तव्यको क्रममा रहनुहुने सम्पूर्ण अतिथिहरूलाई पनि मन्तव्य एकदम छोटो र हाम्रो कलाकार भाइ बहिनीहरू जो हुनुहुन्छ तपाईँहरू पनि हामीले बोलाउने बित्तिकै समयलाई धेरै नपर्खाइकन एकदमै तयारी अवस्थामा रहिदिनुको लागि अनुरोध गर्दै म पुनः
अतिथिको आसन ग्रहणलाई नै जोड्न चाहन्छु। हाम्रो यस शहीद अनिता गुरुङ मेमोरियल फाउन्डेसनको तर्फबाट पनि धेरै मान्छेहरू देश विदेशबाट आउनुभएको छ। आयोजक अतिथिको रूपमा म अतिथिहरूलाई आसन ग्रहण गराउँछु र बिचमा अतिथिको आसन ग्रहण भने हाम्रो यस कार्यक्रमको अन्त्यसम्म नै आवश्यक परिखण्डमा अतिथिको आसन ग्रहण म जोड्नेछु र अहिलेलाई भने आयोजक अतिथिहरूको रूपमा डाक्टर चेतकुमारी गुरुङज्यूलाई पनि यस स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो आयोजक कमिटीको अतिथिको रूपमा युरोपबाट यहाँसम्म आइपुग्नुभएका हाम्रो अतिथि विपिन गुरुङज्यूलाई पनि यस स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहणको क्रममा नारायण काजी गुरुङज्यूलाई पनि यस स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहणको क्रममा गोपाल गुरुङज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहणको क्रममा पदम गुरुङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहणको क्रममा शारदा राईज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। मैले यहाँ अतिथिको आसन ग्रहण गराउने क्रममा केही नामहरू छुटे होला, मैले देखेको खण्डमा सम्झना गरेको खण्डमा त्यो अतिथिको आसन ग्रहण म अन्तिमसम्म नै जोड्नेछु भनेर अघि नै पनि भनिसकेको छु र अतिथिको आसन ग्रहणको क्रममा श्री कालिका बाल विकास माध्यमिक विद्यालयको सहप्रधान अध्यापक विष्णु राज भण्डारीज्यूलाई पनि यस स्टेजमा आएर अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहणको क्रममा तारादेवी गुरुङज्यूलाई पनि यस स्टेजमा आएर अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहणको क्रममा श्री कालिका बाल विकास माधि राजधानी शिक्षक दिलीप राईज्यू, त्यसै गरी उमेश गुरागाई सर, त्यसै गरी जयराम सर, शुक्रबहादुर राई सर लगायत सम्पूर्ण मैले देखिरहेको छु चतुरानन्द माझी सर, अरुण चौधरी सर, राजीव चौधरी सर, त्यसै गरी टिकाराम विकास सर, त्यस्तै धेरै सम्पूर्ण शिक्षकहरू, त्यसै गरी यस आइसोलगढ नगरपालिका वडा नम्बर 1 का भूतपूर्व वडा सदस्य हर्कीमाया बर्देराज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। मैले अघि नै पनि भनिसकेको छु म अतिथिको आसन ग्रहणलाई आवश्यक परेको खण्डमा पुनः जोड्नेछु भनेर अघि नै मैले उद्घोष गरिसकेको छु। अहिलेलाई भने म कार्यक्रमलाई सरस्वती रूपमा अगाडि बढाउन चाहन्छु र अहिलेलाई भने हाम्रो दोस्रो चरणको कार्यक्रम रहेको छ। हामीले यस हाम्रो राष्ट्रको सम्मान स्वरूप राष्ट्रिय गान मार्फत राष्ट्रलाई सम्मान गर्नेछौँ। यहाँ सम्पूर्ण उपस्थित अतिथिगणहरू, सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू सबैलाई राष्ट्रिय गानको लागि आफ्नो ठाउँबाट उठेर राष्ट्रको सम्मान स्वरूप राष्ट्रिय गानको लागि तयारी भइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। सालुथुङ्गा फुलका हामी एउटै नाना नेपाली, सार्वभौमै फैलिएका बेची महाकाली। सालुथुङ्गा फुलका हामी एउटै नाना नेपाली,
सार्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचरण वीरहरूका राजधानी स्वतन्त्र आन्दोलन ज्ञान भूमि शान्ति भूमि तारका हरिवन अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। हामीले राष्ट्रिय गान मार्फत हामीले राष्ट्रको सम्मान गरिसकेका छौँ र अब भने हामी यस कार्यक्रमको सहित अनिता गुरुङ लगायत यस राष्ट्र निर्माणमा जसले आफ्नो ज्यानको आहुति दिएर राष्ट्र निर्माणमा आफ्नो ज्यानलाई बलिदान दिनुहुने सम्पूर्ण शहीदहरूको सम्मान स्वरूप 1 मिनट मौन धारण गरेर पुनः शहीदहरूको सम्मान गर्नेछौँ र मैले सबैलाई फेरि 1 मिनटको लागि आफ्नो ठाउँबाट उठिदिनको लागि पनि अनुरोध गरेँ। समय सुरु हुन्छ। धन्यवाद। हामीले 1 मिनट मौन धारण गरेर सम्पूर्ण शहीदहरूलाई सम्मान गरिसकेका छौँ र शहीदहरूलाई सम्झना गरिसकेको छौँ र अब भने म सरस्वती रूपमा कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। मैले अघि नै पनि भनिसकेको थिएँ, बीच-बीचमा हामीले अतिथिको आसन ग्रहणहरू जोड्नुपर्ने आवश्यक परेको खण्डमा म अतिथिको आसन ग्रहण गराउनेछु भनेर अघि नै भनिसकेको थिएँ। हाम्रो यसै ऐश्वरखर्क गाउँपालिका वडा नम्बर 1 का भूतपूर्व वडाध्यक्ष श्री जनकुमार राईज्यू भर्खरै हाम्रो यस अनिता गुरुङ स्मृति पार्कभित्र प्रवेश गर्नुभएको छ र उहाँलाई पनि यस स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। अन्दै र म अतिथिको आसन ग्रहणको आवश्यक परेको खण्डमा यस कार्यक्रमको अन्तिमसम्म नै जोड्नेछु भनेर धन्यवाद गर्दै हाम्रो यस शहीद अनिता गुरुङ स्मृति पार्कमा वाइसिएल नेपालका केन्द्रीय सदस्य सुदीप राईज्यू पनि प्रवेश गरेको देखेको छु मैले। उहाँलाई पनि यस स्टेजमा आएर अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र म अब भने हाम्रो चौथो चरणको कार्यक्रम रहेको छ। हाम्रो सम्पूर्ण अतिथिगणहरूलाई आफ्नो शब्दलहर मार्फत स्वागत गरिदिनु हुनको लागि यस शहीद अनिता गुरुङ मेमोरियल फाउन्डेसनको तर्फबाट अर्थात् आयोजक कमिटीको तर्फबाट स्वागत गरिदिनु हुनको लागि डाक्टर चेत कुमारी गुरुङज्यूलाई यस माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। नमस्कार यहाँ सबैलाई। अनिता गुरुङ मेमोरियल फाउन्डेसन 22औं स्मृति दिवसका अध्यक्ष महोदय र यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, अन्य अतिथिज्यूहरू, शहीद अनिता गुरुङ मेमोरियल फाउन्डेसन
का आयोजक कमिटीका अन्य सदस्यज्यूहरू लगायत यस राखा बाङ्गेलमा अवस्थित विद्यालयका प्रज्यू लगायत वडाध्यक्षज्यू, विभिन्न पार्टीका प्रतिनिधिज्यूहरू, सुरक्षाकर्मी, त्यस्तै गरेर सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, भर्खरै हाम्रो उद्घोषकज्यूले भन्नुभएको थियो वाइसिएलको प्रतिनिधिज्यू, उहाँलाई अलिक विशेष मैले भनिरहेको छु किनभने अहिले अब जेनजी पुस्ता भनेर सबैले सुनिरहनु भएको छ होइन, त्यो पछि भनौँला। तर मैले उहाँलाई पनि सम्बोधन गर्न चाहेँ। त्यस्तै गरी सम्पूर्ण हाम्रा विद्यार्थी भाइ बहिनीहरू यस राखा गाउँमा अहिलेसम्म आफ्नो जमिनलाई, धरतीलाई सुन्दरसँग श्रृङ्गार गर्नुहुने मिहिनेती परिश्रमी आमा दिदी बहिनीहरू, दाजुभाइहरू सबैलाई हामी यो अनिता गुरुङ मेमोरियल फाउन्डेसन आयोजक कमिटीको तर्फबाट धेरै धेरै स्वागत गर्न चाहन्छौँ। मलाई आयोजक समितिको तर्फबाट स्वागत मन्तव्यको लागि यो मौका दिनुभएकोमा सञ्चालकज्यूलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। अनिता गुरुङ सहित परिवारका सदस्यज्यूहरूलाई प्रति पनि म आभारी छु। सबै यहाँहरूलाई मनदेखि हृदयदेखि हार्दिक स्वागत गर्दै अनिता गुरुङले जुन समयमा आफ्नो प्राण यस देशको परिवर्तन, समाजको परिवर्तनको लागि लडेको, हिँडेको समयको एउटा प्रभावमा आफूले पनि यही जन्मस्थलकै आसपासमा आफ्नो प्राण आहुति गर्नुभयो। त्यो क्रममा आज हामी 22औं स्मृति दिवस मनाउन गइरहेका छौँ। 22 वर्ष भनेको थोरै समय होइन। यो 22 वर्षको अवधिमा हामीले नेपालमा राजनीतिक परिवर्तन पनि धेरै भोग्यौँ। हामी अहिले यो राजनीतिक परिवर्तनको साथसाथै भौगोलिक परिवर्तन, सामाजिक परिवर्तन, सम्पूर्ण कुराहरूको परिवर्तन पनि केही अनुभूति गरिरहेका छौँ। र अहिले तत्कालको अवस्थामा भन्ने हो भने हामी एक किसिमले यो राज्यमा राजनैतिक हिसाबले भन्यो भने विश्रामको अवस्था हो भन्न पनि सकिन्छ। किनभने यो औपचारिक राज्य संस्था सञ्चालित छैन। अनौपचारिक रूपमा हामी एउटा यो के भन्नेलाई अब हामीले चाहिँ परीक्षणको जस्तो पनि अलि अलमलको अवस्था पनि र यसलाई सही निकास दिने एउटा अवसरको रूपमा पनि हामी छौँ अहिले। मैले यो किन जोडिरहेको छु भने हाम्रो शहीद अनिता गुरुङले जुन समयमा, जुन बेलामा आफ्नो प्राण आहुति गर्नु परेको थियो, त्यो बेलाको हाम्रो देशको परिस्थिति, हाम्रो देशको राजनीति कस्तो थियो, त्यो बेलामा चाहिँ उहाँले कसरी यो देशको परिवर्तनको क्रममा आफूले आफ्नो ज्यान दिनु पर्यो। अहिले हामी एकदमै अनिश्चित अलमलको अवस्थामा छौँ। यहाँ हुन त म पनि राजनीतिक पार्टीमा संलग्न भएर काम पनि गरेँ, प्रतिनिधिको रूपमा केही समय बिताएको पनि हो। अहिले म छुइनँ, हाम्रो प्रतिनिधिहरू हुनुहुन्छ, विभिन्न पार्टीबाट आउनुभएको छ, उहाँहरू निरन्तर लागिरहनु भएको छ। तर अब यो भत्किने, मिल्ने, छुटिने, जोडिने क्रममा अहिले अब भर्खरै तत्कालीन नेकपा माओवादी केन्द्रको भनौँ न द्वन्द्वकालीन अवस्थामा, जुन अवस्थामा हाम्रो शहीद अनिता गुरुङले ज्यान आहुति गर्नु परेको थियो, त्यो पार्टी अहिले परिवर्तित हुँदै विभिन्न अवस्थाहरू झेल्दै विभिन्न रूपहरू परिवर्तन गर्दै गर्दै अहिले नेपाली कम्युनिस्ट पार्टी भनेर नाम भर्खरै नामाकरण गरेर फेरि सबै एकै ठाउँ हुनुभएको छ। अब केही बाहिर पनि हुनुहुन्छ। अब यो हामीले भौतिक रूपमा देखिने कुराहरू नभए पनि अभौतिक रूपमा, एब्स्ट्र्याक्ट रूपमा मान्ने कुरामा हाम्रो अनिता गुरुङको आत्मा सायद यही जन्मभूमिमा कतै घुमिरहेको हुनुपर्छ। तपाईँको आत्माले शान्ति पाओस्,
तपाईँको आत्माले यो देशको राजनीतिमा जति उथल पुथल भए, जति उतार चढाव भए, तपाईँ जस्ता निर्दोषहरूले कतिजनाले ज्यान गुमाउनु भयो। अहिले देशको अवस्था यस्तो भए तापनि अझै यो देश राम्रो बन्छ, भत्किसकेपछि राम्रो निर्माण हुन्छ भन्ने हामीले विश्वास गरेका छौँ। शहीद अनिता गुरुङको आत्माले पनि सायद कतैबाट यो कुरा अनुभव गरिरहनु भएको होला, अनुभूति गरिरहनु भएको होला। तपाईँको परिवारले यो गाउँठाउँको हरेक सङ्घ संस्था, आफन्त, नातागोता सबैले तपाईँको योगदानलाई कदर गर्दै तपाईँको सम्मानको लागि आफ्नै घरको यो स्मृति पार्क बनाएर आज सम्पूर्ण आयोजक समितिहरूको आयोजनामा सम्पूर्ण छिमेकीहरू, विभिन्न ठाउँबाट व्यक्तित्वहरू आएर यो कार्यक्रम मनाइरहेका छौँ, यो स्मृति दिवस मनाइरहेका छौँ। हामी पनि हङकङदेखि आयौँ। हामी सबै आफन्तहरू शहीद अनिता गुरुङको बलिदानको सम्मान गर्दै सबैले अनिता गुरुङलाई सम्झिरहेका छौँ, अहिले सम्झिरहनेछौँ र पछि-पछिसम्म पनि शहीद अनिता गुरुङको आत्माले शान्ति पाओस्। हामीले यसै गरी अनिता गुरुङको स्मृति दिवसलाई निरन्तर रूपमा सभ्य भव्य रूपमा मनाउन सकिरहौँ, म यो अनुरोध गर्न चाहन्छु। र अब अहिले सबैले हामीले देशमा अलिकति उथलपुथल आउँदाखेरि पुस्तान्तरणको कुरा जेनजी भन्यो। अब यो जेनजी शब्द अङ्ग्रेजी, तर सबै हामी नेपाली शब्द जस्तो भइसकेको छ। हामीले गाउँमा सम्झिने हो भने हजुरबा, छोरा, नाति भने जस्तो। अब नयाँ पुस्ताले, नाति पुस्ताले देशमा विकास गर्नुपर्छ, सञ्चालन गर्नुपर्छ। बिग्रेका भत्केका कुराहरूलाई नातिहरूले, आउने सन्ततिहरूले चाहिँ बनाउनु पर्यो, अझ विकास गर्नु पर्यो भन्ने अवधारणाको एउटा पाटो अहिलेको हाम्रो देशको राजनीतिको यो परिवर्तन पनि हो। गत भदौको जुन 23 र 24 गतेको घटनाले त्यो परिणाम अनुसार अहिले हामी यो अवस्थामा छौँ। र एउटा खुसीको पाटो, अनिता गुरुङ स्मृति दिवसमा म बोलिरहँदा, मैले यहाँहरूलाई स्वागत गरिरहँदा एउटा पाटो म के सुनाउन चाहन्छु भने अहिलेको अनौपचारिक सरकार नै भन्छु म। हाम्रो प्रधानमन्त्री महिला हुनुहुन्छ सुश्री सुशीला कार्कीज्यू। अब अनिता गुरुङज्यूको यो शालिगमा हामी नजिक रहेर, तपाईँ पनि एकजना महिला यङ हुनुहुन्थ्यो, देशको परिवर्तनको लागि ज्यान गुमाउनु भयो। अहिले एकजना महिला प्रधानमन्त्री भएर यो भत्केको अलमल भएको अवस्थामा सङ्घाल्छु भनेर उहाँलाई कार्यभार दिएको छ। कति के गर्नुहुन्छ हेर्न बाँकी छ। मैले अलिकति लामो बोलेँ, यति भन्दै म फेरि पनि यहाँहरू एकदम व्यस्त समयलाई पनि हाम्रो कार्यक्रमलाई चाहिँ महत्त्व दिएर यहाँ आउनुभयो, पाल्नुभयो, त्यसैले म हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। धन्यवाद डाक्टर चेत कुमारी गुरुङज्यू। उहाँले सम्पूर्ण अतिथिहरूलाई आफ्नो शब्दलहर मार्फत स्वागत गरेर गइसक्नु भएको छ र मैले कार्यक्रम सशक्त रूपमा अगाडि बढाउन चाहन्छु। हामी एकदमै मङ्सिरको हतार भएको हुनाले गर्दाखेरि यो कार्यक्रम सकेर गएर पनि केही घरको कामहरू पनि गरौँ भनेर भन्ने हतारो भएका मान्छेहरू पनि यहाँ देखिरहेका छौँ। त्यसैले गर्दाखेरि म सशक्त रूपमा कार्यक्रमलाई एकदम छोटो, मिठो, सभ्य र भव्य तरिकाले सम्पन्न होस् भन्नको लागि सशक्त रूपमा अगाडि बढाउन चाहन्छु। अब भने हामी शहीद अनिता गुरुङको सम्मान स्वरूप हाम्रो पानसमा बत्ती बालेर यस कार्यक्रमको उद्घाटन गर्दै सम्पूर्ण हाम्रो यस कार्यक्रमको सभापति, प्रमुख अतिथि, सम्पूर्ण अतिथिगणहरूको हातबाट माल्यार्पण तथा पुष्पगुच्छाद्वारा शहीदको शालिगलाई, प्रतिमालाई पुष्पगुच्छ अर्पण गर्ने कार्यक्रम रहेको छ। र अहिलेलाई भने हाम्रो पानसमा बत्ती बाली दिलाउनको लागि यस कार्यक्रमका अध्यक्ष होमनाथ गुरुङज्यू र प्रमुख अतिथि दुर्गा जयन्ती राईज्यूलाई पानसमा बत्ती बाली दिलाउनको लागि म अनुरोध गर्दछु। र सम्पूर्ण हाम्रो
प्रमुख अतिथि विशेष अतिथिगणहरूलाई माल्यार्पण तथा पुष्पगुच्छा हाम्रो शहीद अनिता गुरुङको शालिगमा चढाएर श्रद्धाञ्जली अर्पण गरिदिनुको लागि पनि म अनुरोध गर्दछु। हाम्रो बत्ती बाल्ने काम भइसकेको छ र यस कार्यक्रमको सभापति र प्रमुख अतिथिको तर्फबाट माल्यार्पण गरेर हाम्रो शहीद अनिता गुरुङको प्रतिमामा माल्यार्पण गरेर सम्पूर्ण अतिथिगणहरूलाई पनि म हाम्रो शहीद अनिता गुरुङको प्रतिमामा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गर्न अनुरोध गर्दछु। त्यसपछिको हाम्रो कार्यक्रम भनेको सम्पूर्ण अतिथिगणहरूलाई नृत्यद्वारा स्वागत गर्ने कार्यक्रम रहेको हुनाले गर्दाखेरि देवीका सुनुवारको टिम तयारी अवस्थामा रहिदिनु होला।
शहीद अनिता गुरुङ स्मृति फाउन्डेसनले शहीद अनिता गुरुङको स्मृति मात्रै गर्दैन, हाम्रो यस श्रीकालिका बाल विकास मावि राखाको उत्कृष्ट छात्र छात्राहरूलाई एसईमा उत्कृष्ट नम्बर ल्याउन सफल हुने छात्र छात्राहरूलाई छात्रवृत्ति प्रदान पनि गर्दछ। हामीले बितेको वर्षबाट यो कार्यक्रम पनि गरिरहेको छौँ र अक्षय कोष मार्फत रु 5 लाख शहीद अनिता गुरुङ स्मृति फाउन्डेसनले अक्षय कोषको स्थापना गरेको छ र त्यो अक्षय कोष चाहिँ एसई परीक्षामा सबैभन्दा उत्कृष्ट नतिजा हासिल गर्नुहुने छात्र छात्राहरूले प्राप्त गर्नुहुनेछ र यो बितेको वर्ष 2081 सालको उत्कृष्ट छात्र छात्राहरूको नाम लिस्ट पनि हामीसँग आइपुगिसकेको छ। हामीले 3वटा विधाहरूमा तयार गरेका छौँ। त्यस 3वटा विधाहरूमध्येमा सर्वोत्कृष्ट छात्र मतलब सबैभन्दा उत्कृष्ट नम्बर प्राप्त गर्नुहुने विद्यार्थी, त्यस पछाडि आदिवासी जनजातिको तर्फबाट सबैभन्दा उत्कृष्ट नम्बर प्राप्त गर्नुहुने विद्यार्थी र त्यस पछाडि दलितको तर्फबाट सबैभन्दा उत्कृष्ट नम्बर प्राप्त गर्नुहुने विद्यार्थीहरूले हाम्रो छात्रवृत्ति प्राप्त गर्नुहुनेछ। उहाँहरूको नाम धेरैलाई थाहा भए पनि सबै अतिथिगणहरूलाई थाहा छैन। म एकछिन पछाडि सार्वजनिक गर्नेछु र अहिले भने शहीद अनिता गुरुङको प्रतिमामा माला लगाएर पुष्पगुच्छा चढाएर यहाँनिर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम भइरहेको छ। सबैजना इच्छुक अतिथिगणहरू, विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू जो इच्छा राख्नुहुन्छ तपाईँहरू सबैले आएर यस प्रतिमामा पुष्पगुच्छा चढाएर तपाईँहरूले श्रद्धाञ्जली अर्पण गर्न सक्नुहुनेछ। माल्यार्पण पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम चलि नै रहेको छ। देशमा रहेका हजारौं मान्छेहरू, लाखौं करोडौं मान्छेहरू, सबै मान्छेहरू त्यस्ता साहसी बन्दैनन् जो मान्छेहरू एउटा शालिगको रूपमा स्थापना हुन्छ, जो मान्छेहरू त्यसै शालिगको रूपमा स्थापना भएको हुँदैन। राष्ट्रको नाममा जसले अद्भुत योगदान गरेको हुन्छ, समाजको उन्मुक्तिको लागि आफ्नो ज्यानको आहुति दिएको हुन्छ अथवा समाजको उन्मुक्तिको लागि आफ्नो जीवन समर्पण गरेको हुन्छ, त्यो व्यक्तिहरू मात्रै हामी यसरी सधैँभरिको लागि एउटा प्रतिमाको रूपमा स्थापना हुन्छौँ। त्यस्तै एउटा साहसिक योद्धाको रूपमा हाम्रो यस हैसलखर्क गाउँपालिका वडा नम्बर 1 का अनिता गुरुङज्यूले
हाम्रो यस समाजको उन्मुक्तिको लागि, यस राष्ट्रको उन्मुक्तिको लागि आफ्नो ज्यान बलिदान गर्नुभएको छ। उहाँलाई सबैजनाले सधैँभरि अमर रहन् भन्ने कामना सहित आजको उहाँको यस 22औं स्मृति दिवसमा श्रद्धा सुमन अर्पण गर्नको लागि म सबै अतिथिहरूलाई अनुरोध गर्दछु। मैले अघि नै पनि भनिसकेको थिएँ, हामीले अतिथिको आसन ग्रहण भने यस कार्यक्रमको अन्तिमसम्म नै आवश्यक परेको खण्डमा जोड्नेछौँ भनेर र भर्खरै हाम्रो यस शहीद अनिता गुरुङ स्मृति पार्कमा श्री कालिका बाल विकास मावि राखाका शिक्षक शिवशङ्कर शाहज्यू प्रवेश गर्नुभएको छ। उहाँलाई पनि यस स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गर्नको लागि म अनुरोध गर्दछु। तपाईँले त बालेनलाई फ्लप पाउने रहेछ स्पेस जेमा पनि बालेन गयो। अब हाम्रो माधव दाइ आयो। अब अन्तिम भयो। अनारसमा मेरो पालि अब यसो देखाइदिनु। हामीले शहीद अनिता गुरुङको प्रतिमामा पुष्पगुच्छा चढाएर स्मृति गर्ने काम गरिरहेका छौं र श्रद्धाञ्जली अर्पण गर्ने काम यो कार्यक्रम पनि हाम्रो अतिथिहरू आउनुभएको खण्डमा अन्तिमसम्म नै चल्नेछ। कोही इच्छुकहरूले उहाँको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्न चाहनु उनीहरू आइपुग्नु भयो भने अन्तिमसम्म नै यो कार्यक्रम रहन्छ।
धन्यवाद। अत्यन्तै सुन्दर नृत्य मार्फत हाम्रा कलाकार बहिनीहरूले हाम्रो अतिथिहरूलाई स्वागत सहित मनोरञ्जन दिलाइसक्नु भएको छ। अब भने म कार्यक्रमलाई सरस्वतीको अगाडि बढाउन चाहन्छु। अब हाम्रो 6औं चरणको दिनुहुन साथै आफ्नो व्यक्तिगत केही भनाइहरू पनि राखिदिनु हुनको लागि यसै ऐसलगढका गाउँपालिका वडा नम्बर 1 का भूतपूर्व वडाध्यक्ष जनकुमार राईज्यूलाई यस स्टेजमा आफ्नो केही भनाइहरू राखिदिनुको लागि म यो निम्ति आउँछु। साथै म यो माइक्रोफोन हस्तान्तरण गर्छु। धन्यवाद उत्कृष्ट भाइ। आजको यस समारोहका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू लगायत विशेष अतिथिज्यूहरू र तमाम छरेर रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी विद्यार्थी भाइ बहिनीहरूमा म हार्दिक आभार तथा नमस्कार टक्राउन चाहन्छु। म तपाईँहरूको बिचमा मात्र थोरै समय लिएर यहाँबाट बिदा हुन्छु। विशेष गरी म तपाईँहरूको बिचमा धन्यवाद उद्घोषकज्यू। यस आजको सभाका सभाध्यक्षज्यू, यस अनिता मेमोरियल फाउन्डेसनको अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू र लगायत विभिन्न तहरा तबकाबाट पाल्नुभएका अतिथिगणहरू र सम्पूर्ण महानुभावहरूलाई मैले एकमुष्ट रूपमा नमस्कार गरेँ। यहाँ सम्बोधनको क्रममा यहाँ हजुरहरूलाई छुट्न सक्छ, विभिन्न ओहदा र तबकामा हुनुहुन्छ र एकमुष्ट मैले छोटो समय भएको कारणले गर्दा एकमुष्ट रूपमा अभिवादन गरेँ। र यो आजको दिन अनिता स्मृति दिवसको पनि 22औं स्मृति दिवस मनाउँदैछौँ र यो दिवसको इतिहासहरू आफ्नै गर्वमा छन् र सम्पूर्ण विश्व र संसारमा जति ननाता आफन्त र आफ्नो जो एउटा परिवार सबैले यो 20 गतेलाई सम्झेर विभिन्न ठाउँबाट पाल्नुभएका मेरा आफन्तजनहरू, कोही हङकङबाट आउनुभएको छ, यति टाढा टाढाबाट पनि यो समयलाई ख्याल गरेर यो 20 गते जुन अनिता दिदी, मेरो दिदी, उहाँको जो शहादत प्राप्त गर्नुभयो यो भूमिमा, जो राखा बाङदेलले जन्माएको प्रथम शहीद पनि हो र अहिलेसम्मको घडीमा 22औं वर्षहरूमा प्रवेश गरेको छ र यसमा हामीले सकेको केही कुराहरू, जसरी हामीले अनिता स्मृति पार्कहरू निर्माण गर्दै विद्यालयलाई अक्षय कोषहरू राखेर कसरी हुन्छ यो ठाउँको लागि, राखा बाङदेलको लागि, जसरी एउटा शहीद अनिता गुरुङले एउटा गणतन्त्र स्थापनाको लागि र एउटा सिङ्गो राष्ट्रको लागि उहाँले शहादत प्राप्त गर्नुभयो, योगदान दिनुभयो। तर हामी परिवारहरू हौँ र हामी परिवारले उहाँले गरेको योगदानलाई र उहाँलाई दिएको योगदानलाई हामीले पनि केही साथ सहयोग गर्दै यो स्थितिमा आइपुगेको छौँ। यहाँ गर्नुपर्ने कुराहरू थुप्रैहरू कामहरू बाँकी छन्। भर्खर हामीले सुरुवाती क्रममा छौँ। सकेको योगदान र सहयोगहरू मेरा सम्पूर्ण आफन्तजन, परिवार, नर नाता, इष्टमित्र देश विदेशमा छरिएर रहनु भएको छ। यो जसरी यो स्मृति पार्क ठडिएको छ, राखा बाङदेलको श्रीकालीका माविमा अक्षय कोष रहेको छ, त्यो एउटा हाम्रो परिवारको मात्रै चाहनाले गर्न सक्ने सम्भावना थिएन। तर सम्पूर्ण नर नाता, इष्टमित्र, दाजुभाइ जो एउटा अनिता गुरुङ, शहीद अनिता गुरुङ प्रति माया ममता राख्ने दाजुभाइ दिदीबहिनी सम्पूर्णले सहयोग गर्नुभएको छ। यसै कारणले गर्दा यो सफल हुन सकेको हो र उहाँहरूलाई म आज व्यक्तिगत तर्फबाट र फाउन्डेसनको तर्फबाट, फाउन्डेसनमा जो
फाउन्डेसनको अध्यक्ष दाई मेरो होमनाथ दाई आफै उपस्थित हुनुहुन्छ र उहाँले सबै कुरा भन्नुहुनेछ र म चाहिँ एउटा पारिवारिक तर्फबाट आज सानो कुरा भन्दैछु जो एउटा यो स्थापना कालदेखि यो फाउन्डेसनको र अहिले आउनुसम्मको जसरी नरनाथ आफन्तहरूले सहयोग गर्नुभएको छ उहाँहरूलाई विशेष धन्यवाद दिँदै समयको पाबन्दीलाई ख्याल गर्दै र विभिन्न टाढा टाढाबाट पाल्नु भएको अतिथिज्यू जो एउटा प्रतिनिधि संविधान सभाको सदस्य पूर्व सांसद माननीयज्यू यति टाढाबाट पाल्नु भएको छ दुःख कष्ट गरेर यो हाम्रो परिवार र एउटा अनिता गुरुङ प्रति सम्झेर यहाँ उपस्थित हुनुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद र अन्य मेरो नरनाथ इष्टमित्रहरू जो सम्पूर्ण गाउँले दाजुभाइ दिदीबहिनीहरू र भविष्यको कर्णधार विद्यार्थी भाइ बहिनीहरू जो एउटा भोलि भविष्यको कर्णधार व्यक्तित्वहरू निर्माण हुँदैछ र हामीले सुरुवात गरेको कामहरूलाई उहाँहरूले एउटा अभिभावक छोड्ने कामहरू बिस्तारै बिस्तारै हुँदैछ र दिन प्रतिदिन विकासको क्रमहरू बढ्दैछ हाम्रो राखा बाङदेलमा पनि र यस्तो शहीद जो एउटा अघिको पूर्ववक्ता दाजुभाइले भनिसक्नु भएको छ जसुकैले पनि चाहेर पनि मात्रै यो शहीद हुन पाइँदैन तर एउटा अनिता गुरुङ त्यस्तो अनिता गुरुङ रह्यो जो उसको भाग्यले हजारौँ मान्छेहरूको मृत्यु हुन्छ तर त्यसको मृत्युको मूल्य एउटा कुखुराको प्वाख जस्तै सिमलको भुवा जस्तै रहन्छ भने कतिको मृत्यु भनेको एउटा गर्विलो पहाड भएर रहेको हुन्छ त्यस्तै अनिता गुरुङ रहनुभयो मेरो परिवारबाट मलाई एउटा खुसी लागेको छ हामीलाई पनि गर्व लागेको छ हामीले गुमायौँ जुन परिस्थितिबाट यहाँभन्दा अगाडि मेरो दाइ प्रेमध्वज गुरुङले पनि गत वर्षमा भन्नुभएको थियो हाम्रो चाहना थिएन हाम्रो छोरीचेलीलाई अन्माएर नातेदारको घरमा पठाउने र उहाँको पारिवारिक भविष्यहरू राम्रो होस् भन्ने कामना थियो तर यस्तै अफसोस यस्तै देश र परिस्थितिमा उहाँ शहादत प्राप्त गर्नुभयो र यसरी अमर रहनु भएको महसुस गरेको छौँ र यो आजको दिनलाई उहाँले सिर्जना गर्नुभएको छ त्यसै कारणले गर्दाखेरि समयको पाबन्दीलाई ख्याल गर्दै सम्पूर्ण यहाँ महानुभावहरूलाई देश विदेश जोसुकैले हेर्नु हुने यहाँ अहिले प्रविधिको माध्यमबाट पनि हेरिरहनु हुने सम्पूर्ण नरनाथ आफन्तहरूलाई पनि धेरै धेरै धन्यवाद दिन्छु र यहाँ उपस्थित हुने सम्पूर्ण प्रमुख अतिथि विशेष अतिथि सम्पूर्ण अतिथिहरूलाई पनि यहाँ उपस्थित भइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै म माइकको हस्तान्तरण गर्छु उद्घोषकज्यूलाई थ्याङ्क यू धन्यवाद हजुर धन्यवाद शहीद परिवारको तर्फबाट विपिन गुरुङज्यूले आफ्नो शहीदको स्मरण सहित आफ्नो बनाइराखेर गइसक्नु भएको छ अब भने म सरस्वती रूपमा मन्तव्यको क्रमलाई अगाडि बढाउन चाहन्छु मन्तव्यको क्रममा हाम्रो श्री कालिका बाल विकास मावि राखाका प्रधान अध्यापक श्री रमेश कुमार राईज्यूलाई सम्पूर्ण विद्यालयहरूको प्रतिनिधित्व गर्दै र हाम्रो यस कालिका बाल विकास मावि राखाको प्रतिनिधित्व गर्दै आफ्नो भनाइहरू राखिदिनुको लागि म अनुरोध गर्दै यो माइक्रोफोन हस्तान्तरण गर्छु धन्यवाद उद्घोषक मित्र आजको यस अनिता मेमोरियल फाउन्डेसन 22औं स्मृति दिवसका सभाध्यक्ष महोदय देशमा आसीन प्रमुख अतिथिज्यू विशेष अतिथिज्यू र देशमा आसीन सम्पूर्ण नेतागण देशमा आसीन सङ्घ संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू यस मेमोरियल फाउन्डेसनका संरक्षक लगायत लामो टाढा टाढाबाट माया गरेर यस स्मृति दिवस मनाउन उपस्थित हुनुभएका आफन्तजन उपस्थित सम्पूर्ण महानुभावहरू विद्यार्थी भाइ बहिनीहरू आज
2060 साल मङ्सिर 20 गतेको दिन हाम्रो यस कालिका बाल विकास माध्यमिक विद्यालय कक्षा 10 मा अध्ययनरत छात्रा अनिता गुरुङले शहादत प्राप्त गरेको दिन आज 22 वर्ष बितिसकेको छ। स्वाभाविक रूपमा मानिस जन्मन्छ अनि मृत्यु हुन्छ, यो स्वाभाविक प्रक्रिया हो। जन्मदा जति खुसी हर्ष उल्लास हुन्छ अनि मृत्यु हुँदा त्यतिकै दुःख प्रकट गरिन्छ र मृत्यु यस्तो मृत्यु होस् जुन मृत्युले हजारौं दिनहरूलाई सम्झिरहन्छ। त्यो सम्झिन योग्य मृत्यु अनिता गुरुङको रहेको छ। तत्कालीन देश आमूल परिवर्तनको खातिर चलिरहेको द्वन्द्वमा फसेर शहादत प्राप्त गर्नुभएको शहीद अनिता गुरुङ आज हाम्रो माझमा नरहे पनि सधैँको निम्ति यो देश र जनताको आमूल परिवर्तनको निम्ति हामी साथमा रहेको कुरा आजको यस स्मृति दिवसले सम्झना गरेको छ र यस सम्झनालाई अझ सम्झना लायक बनाउनको निमित्त यस अनिता मेमोरियल फाउन्डेसन लगायत संरक्षक आफ्नो दाजु आफ्नो परिवारले जो कालिका बाल विकास माध्यमिक विद्यालयमा अध्ययनरत जुन साल बसाली एसई परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने जुन विद्यार्थीहरू हुन्छन् ती विद्यार्थीहरूलाई छात्रवृत्ति स्वरूप विद्यालयको नाममा चेककोष खडा गर्ने गरी 5 लाख रुपैयाँ प्रदान गरेर आफ्नो चेलीलाई, आफ्नो बहिनीलाई, आफ्नो दिदीलाई झन् सम्झन योग्य काम गरिदिनु भएको छ। म यस अनिता मेमोरियल फाउन्डेसन समग्र परिवारलाई विद्यालयको तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु, किनकि जुन उहाँको सपना थियो त्यो अधुरो सपनालाई साकार बनाउने क्रममा जो उहाँ शहादत प्राप्त गर्नुभयो, शहीदको नाममा यो माटोले एउटा महिलालाई, एउटा चेलीलाई, एउटा विद्यार्थीलाई उपस्थित गरायो अनि उहाँको अधुरो सपनालाई साकार बनाउन को लागि जो यो छात्रवृत्ति प्रदान गर्नुभएको छ, यो छात्रवृत्ति प्रदान गर्नाले तमाम विद्यार्थी भाइ बहिनीहरूलाई एकातिर हौसला प्रदान गरेको छ भने अर्कोतिर सदैव आफ्नो चेलीलाई सम्झिने बाटो पनि निर्माण गरिदिएको छ। यो एउटा अमूल्य यहाँहरूको जुन किसिमको योगदान छ, यो योगदानलाई हामी सबैले नमन गर्न चाहन्छु। म विद्यालयको तर्फबाट पनि हार्दिक नमन गर्न चाहन्छु। त्यस्तै विद्यालयको नाममा यस भनौँ यस राखाबाङदेल वडा ऐसेलु खर्का गाउँपालिका वडा नम्बर 1 का विशेष व्यक्तित्वहरूबाट यसरी नै अक्षय कोष खडा गरेर विद्यालयलाई जो माया गर्नुभएको छ। गत सालबाट जस बहादुर राई जो अक्षय कोष 1,11,000 प्रदान गर्नुभएको छ। हामी यो विद्यालयको वार्षिक उत्सवमा यसरी नै वितरण गर्नेछौँ। त्यसको अतिरिक्त स्वर्गीय वीरबहादुर भट्टराई अक्षय कोष भनेर 50,000 प्रदान गर्नुभएको छ। त्यस्तै गरी खिरिमाया भट्टराई अक्षय कोष भनेर रु 15,000 प्रदान गर्नुभएको छ। त्यस्तै शिशु अक्षय कोष भनेर 15,000 गरी थुप्रै महानुभावहरूले, जुन थुप्रै शिक्षा प्रेमी महानुभावहरूले हाम्रो यस विद्यालयलाई, कालिका बाल विकास माध्यमिक विद्यालयलाई माया गरेर यहाँहरूले अक्षय कोष खडा गरेर सहयोग गर्नुभएको छ। यहाँका तमाम विद्यार्थी भाइ बहिनीहरूको पढाइलाई अझ हौसला प्रदान गर्नको निम्ति
आर्थिक सहयोग गर्ने उद्देश्य अनुरूप जुन फाउन्डेसनको निर्माण गरेर सहयोग गर्नुभएको छ, म यस स्मृति दिवसको अवसरमा नै अन्य सम्पूर्ण महानुभावहरूप्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। साथै यस्ता महत्त्वपूर्ण कामहरू अझ आउँदा दिनहरूमा यहाँहरूले प्रदान गर्दै यो विद्यालयलाई अझ अगाडि बढाउने, शैक्षिक उन्नयनको निम्ति एउटा इँटा थप गर्ने काम गरिदिनु हुनेछ भन्ने कामना गर्दै म आज अनिता गुरुङ हामीमाझ नरहे पनि उहाँको योगदान हामीमाझ रहिरहनेछ, आजीवन रहिरहनेछ। उहाँको स्मृति दिवसले फेरि पनि हामीलाई सम्झाइरहनेछ र यो महत्त्वपूर्ण पाटालाई हामी सबैले हृदयगत गर्दै यस्ता महान व्यक्तित्वहरू यो माटोले जन्माइरहोस् भन्ने पनि कामना गर्दै म मेरो छोटो भनाइलाई यहाँ अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार। धन्यवाद रमेश सर। उहाँले छोटो मिठो आफ्नो भनाइ राखेर गइसक्नु भएको छ र हाम्रो खाजा भुजा पनि हुने, कार्यक्रमको शोभा पनि बढ्ने, प्राप्त गर्नुहुने विद्यार्थी भाइ बहिनीहरूलाई प्रदान गर्ने एउटा अक्षरको छाया गरेको छ, जस अन्तर्गत प्रधानाध्यापक रमेश कुमार राईज्यूलाई म अगाडि निम्त्याउँछु। उहाँहरूले पुरस्कार वितरण गरिदिनुको लागि म अनुरोध गर्दै अब पनि म विद्यार्थीको नाम बोलाउन गइरहेको छु। उत्कृष्ट लागि चाहिँ शहीद अनिता गुरुङ मेमोरियल फाउन्डेसनको सदस्य शहीद परिवारको तर्फबाट विपिन गुरुङज्यूलाई क्यास प्रदान गरिदिनुको लागि उहाँलाई पनि यहाँ तयारी अवस्थामा रहिदिनुको लागि म अनुरोध गर्दै उत्कृष्ट विद्यार्थी 2081 सालको एसई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्नु सफल हुने विद्यार्थी बहिनी गरिदिनुको लागि म स्टेजमा निम्त्याउँछु। उहाँलाई कदर पत्र वितरण गरिदिनुको लागि हाम्रो प्रमुख अतिथि र यस कार्यक्रमको अध्यक्षलाई मैले निम्त्याइसकेको छु। निशुका राईज्यू उहाँ नभएको हुनाले गर्दाखेरि, यहाँ हामीसँग उपलब्ध नहुनु भएको हुनाले गर्दाखेरि उहाँको आमा निर्मला राईज्यू यहाँ आएर छोरी निशुका राईको पुरस्कार ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। उहाँले 3.30 अथवा 3.30 जिपिए प्राप्त गरेर उत्कृष्ट अङ्क हासिल गर्नुभएको छ र उहाँले आज अनिता गुरुङ स्मृति फाउन्डेसनको तर्फबाट नगद रु 14,000 रुपियाँ प्राप्त गर्दै हुनुहुन्छ। उहाँलाई सबैको तर्फबाट एकचोटि जोरदार तालीले हार्दिक बधाई ज्ञापन गरिदिनुको लागि म अनुरोध गर्दै उहाँको आमालाई म पुरस्कार ग्रहण गरिदिनुको लागि यहाँ स्टेजमा निम्त्याउँछु। यो हाम्रो कदर पत्र हाम्रो प्रमुख अतिथिले एकचोटि पढेर सुनाउँदै वितरण गरिदिनु हुनेछ। म माइक्रोफोन उहाँलाई हस्तान्तरण गर्छु। शहीद अनिता गुरुङ मेमोरियल फाउन्डेसन सुकेधारा 4 काठमाडौँ नेपाल। कदर पत्र शैक्षिक सत्र 2081 को माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी भई 3.30 जीपीए प्राप्त गरी सर्वोत्कृष्ट विद्यार्थी हुन सफल छात्रा तपाईँ निशुका राईलाई हार्दिक बधाई ज्ञापन गर्दै शहीद अनिता गुरुङको 22औं स्मृति दिवसको उपलक्ष्यमा शहीद अनिता गुरुङ मेमोरियल फाउन्डेसन अक्षय कोषद्वारा नगद रु 14,000 अक्षय लिपि 14,000 रुपियाँ सहित यो सम्मान पत्र प्रदान गरिएको छ। अक्षय कोष सञ्चालक परिवार तपाईको उज्जवल भविष्यको कामना गर्दछ। सचिव रामकाजी गुरुङ, प्रधानाध्यापक रमेश कुमार राई, प्रमुख अतिथि संविधान सभा सदस्य दुर्गा जयन्ती राई, फाउन्डेसन अध्यक्ष होमनाथ गुरुङ 2082 8 20 र 21 गते। धन्यवाद। धन्यवाद। पुरस्कार वितरण गरिदिनको लागि म शहीद परिवार
तर्फबाट विपिन गुरुङज्यूलाई अगाडि निम्त्याउँछु। कहाँ पढ्दैछ अहिले के विषय सम्पूर्ण विद्यार्थीहरूलाई तपाईँहरूलाई पनि यसै गरी यस्तै कदर पत्रको साथ 10 कक्षामा अध्ययनरत छात्रछात्राहरूलाई आगामी वर्ष तपाईँहरूले यो कदर पत्रको हकदार हुनको लागि जोरदार सर्वोत्कृष्ट दलित विद्यार्थीको तर्फबाट 3.12 अर्थात् 3.12 जिपी ल्याएर चन्द्रकला दर्जी ज्यूले नगद रु 7,000 सहित यो कदर पत्र प्राप्त गर्नुभएको छ। चन्द्रकला बर्देवा उहाँ आफ्नो अध्ययनको सिलसिलामा यहाँ नआउनु भएकोले गर्दाखेरि उहाँको आमा निर्मला बर्देवाज्यूलाई पुरस्कार ग्रहण गरिदिनुको लागि म यस स्टेजमा निम्त्याउँछु। चन्द्रकला बर्देवाको आमा निर्मला बर्देवा छोरीको पुरस्कार ग्रहण गर्दै हुनुहुन्छ। छोरीले धेरै नम्बर ल्याउनुमा तपाईँको पनि भूमिका छ नि है हजुर पैसा दिनु त्यसै गरी आदिवासी जनजाति उत्कृष्टमा आएर आफ्नो पुरस्कार ग्रहण गरिदिनको लागि म निम्त्याउँछु सृष्टि राई। आदिवासी जनजाति उत्कृष्ट विद्यार्थीको रूपमा 2.98 जिपिए प्राप्त गरेर उत्कृष्ट आदिवासी विद्यार्थीको पुरस्कार प्राप्त गर्न सफल हुनुभएका सृष्टि राईलाई एकचोटि जोरदार तालीले धन्यवाद ज्ञापन गरिदिनुको लागि पनि म सबैलाई अनुरोध गर्दछु। बधाई तथा धन्यवाद ज्ञापन गरिदिनु होला सृष्टि राईलाई। सृष्टि राई यहाँ आइसक्नु भएको छ। आदिवासी जनजाति र भलिबल तथा पम्प ग्रहण गरिदिनुको लागि श्रीकालिका बाल विकास महाधि राखाको प्रधानाध्यापक रमेश कुमार राईज्यूलाई पनि यहाँ म निम्त्याउँछु र वितरण गरिदिनुको लागि फाउन्डेसनको अध्यक्ष अमनाथ गुरुङज्यूलाई बल तथा पम्प वितरण गरिदिनुको लागि म अमरनाथ गुरुङज्यूलाई अनुरोध गर्दछु। त्यसै गरी स्थानीय स्तरका स्थानीय खेलाडी नेल्सन गुरुङज्यूलाई पनि यहाँ उपहार स्वरूप भलिबल ग्रहण गरिदिनुको लागि म नेल्सन गुरुङलाई यस स्टेजमा निम्त्याउँछु। स्थानीय खेलाडी नेल्सन गुरुङ यहाँ भलिबल ग्रहण गरिदिनुको लागि म यस स्टेजमा निम्त्याउँछु र हाम्रो विद्यालयलाई साथै स्थानीय खेलाडीहरूलाई भलिबल प्रदान गरिदिनु भएकोमा शहीद अनिता गुरुङ मेमोरियल बजाइदिनु होला। हो
अरुण तरेर नाना तमर तरेर अरुण तरेर नाना तमर तरेर आयौँ हामी वीरताको गाथा कोरेर आयौँ हामी वीरताको गाथा कोरेर
रुपियाँ तपाईँहरूले 13 जनाको बिचमा पुग्दैन भन न रसिका राज भण्डारी पुरस्कार ग्रहण गरिदिनु होला गोपाल गुरुङजीलाई पनि धेरै धेरै धन्यवाद। तपाईँहरूले चिन्नुहुन्न, उहाँलाई चाहिँ जौलेगर भनेर भनिन्छ यहाँ नजिकै। फोटो सेसन पनि एकचोटि गोपाल काका पनि एउटा फोटो दिनु। म यो माइक्रोफोन हस्तान्तरण गर्छु। धन्यवाद छ कार्यक्रम सञ्चालक भतिज माधव राईज्यू। यस 22औं स्मृति दिवसको अध्यक्षता गर्नुभएका श्रद्धेय अध्यक्ष भूमनाथ गुरुङज्यू, यस आजको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य दुर्गा जयन्ती राईज्यू, यहाँ विभिन्न पार्टीका नेतागण, मेरो अनन्य मित्र श्री कालिका बाल विकास माध्यमिक विद्यालयका प्रधान अध्यापक रमेश राईज्यू, यस ऐश्वर्य गाउँपालिका वार्ड नम्बर 1 का वडाध्यक्ष पुरुषोत्तम राज भण्डारी ज्यू लगायत यहाँ विभिन्न तह र तर्कबाट पाल्नुभएका अतिथिगण र यहाँ विभिन्न गाउँठाउँबाट पाल्नुभएका मेरो साइनो अनुसार दाजुभाइ तथा दिदीबहिनी र विद्यार्थी भाइ बहिनी र श्रेष्ठ पदी लगायत सम्पूर्ण साथीहरूमा सर्वप्रथम आदिवासी जनजाति आएको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई हृदयदेखि नमन गर्न चाहन्छु। मैले धेरै कुरा राखिराख्न आज जरुर मैले ठानेको छैन। मैले थोरै मात्रै राख्न चाहन्छु कि शहीद अनिता गुरुङलाई म थोरै 2 शब्दले म सम्झन चाहन्छु। त्यस्तै गरेर आज पुरस्कृत हुने भाइ बहिनीहरू, विद्यार्थी भाइ बहिनीलाई म थोरै शब्दले म उहाँहरूलाई सम्बोधन गर्न चाहन्छु। अनि त्यसपछि साथसाथै सम्पूर्ण यस समाजमा रहेका अलिकति म एउटा संवैधानिक जिम्मेवारीमा रहेको हुनाले संविधानभन्दा बाहिर म कुरा गर्दिनँ। जसरी हाम्रो नेतागणले राख्नु भएको जस्तो कुरा मसँग राख्ने मसँग चाहिँ त्यो छुट छैन। त्यसैले गर्दा यिनै कुरामा चाहिँ म चर्चा गर्न चाहन्छु। यहाँहरू सबैसँग म के अनुरोध गर्न चाहन्छु भने म पटक पटक सायद म 3 पटक भइसकेको छ कि अनिता फाउन्डेसनको जुन कार्यक्रममा सहभागी भएको। आज अनिता गुरुङ मेरो साइनोमा भतिजी नै, त्यसै भएको हुनाले पनि म पटक पटक यहाँ आएको छु। गत वर्ष म प्रमुख अतिथि थिएँ, अहिले म विशेष अतिथिको रूपमा यहाँले मलाई फेरि पुनः आमन्त्रण गर्नुभएको छ। यसको लागि फाउन्डेसनका अध्यक्षज्यू लगायत सम्पूर्णलाई म आभार व्यक्त गर्न चाहन्छु कि अनिताको परिवारले मलाई चाहिँ एकदमै तपाईँ गइदिनुपर्छ अनुरोध गरेको कारणले म फेरि पुनः आएको छु। यहाँसँगको मलाई अर्को चाहिँ के फाइदा भएको छ भने पशुपतिको यात्रा सिद्धाको व्यापार भने जस्तै म यहाँ आइपुग्दाखेरि मेरो आफ्नो गाउँ ठाउँ, मेरो आफ्नो जग्गा, मेरो आफ्नो जन्मेको ठाउँ भूमिलाई पनि मैले वर्ष दिनमा एकचोटि चाहिँ नजर गर्ने अवसर मिलेको छ। त्यसको लागि चाहिँ म विशेष फाउन्डेसनका परिवार, अनिताको परिवारलाई पनि म विशेष आभार व्यक्त गर्न चाहन्छु। शहीद अनिता गुरुङलाई आज 22 वर्ष पुगेको यो वसन्तमा म विशेष उहाँलाई चाहिँ श्रद्धा सुमन व्यक्त गर्दै जुन बेला राज्यबाट उहाँको चाहिँ हत्या भयो, उहाँले शहादत प्राप्त गर्नुभयो र त्यसैले आज हामी उहाँको सम्झनामा, उहाँको स्मृतिमा आज हामी विभिन्न हामी सबै समुदाय, विभिन्न पार्टीका, विभिन्न जातिका, गाउँ ठाउँ सबै भेला भएर हामीले सम्झिरहेका छौँ। हामीले उहाँलाई स्मृतिको स्मरण गरिराखेका छौँ। यहाँसँग म के निवेदन गर्न चाहन्छु भने
शहीद अनिता गुरुङ जस्तै हामी बन्न सक्छौँ कि सक्दैनौँ? हामीले चाहिँ जन्मिसकेपछि हामीले के छोडेर जानुपर्ने हो, के छोडेर जान सक्छौँ? यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुँदो रहेछ। जुन आज अनिता गुरुङले पहिलो शहीद भएर यो राखा गाउँपालिकाको अहिले चाहिँ वडा नम्बर पर्छ, यसमा यस क्षेत्रमा यो टिमुरीबोटे क्षेत्रको चाहिँ मात्रै नभएर पुरा यो चाहिँ पूर्व राखा गाउँपालिकाको अहिले वार्ड नम्बर 1 को चाहिँ वास्तवमा शहीद बनेकी छिन्। त्यसैले गर्दा अनिता गुरुङलाई एकदमै हामीले सबै परिवारले यहाँ चाहिँ पार्टीगत भन्दा पनि जातिगत भन्दा पनि हामीले सबैले हामीले चाहिँ शहीद अनिता गुरुङलाई चाहिँ शहीदको रूपमा चाहिँ हामीले अमर रहन् भनेर हामीले चाहिँ सधैँ हामीले स्मरण गरिरहेको दिनहरू आजको दिन हो। हिजै हामीले चाहिँ माल्यार्पण यहाँ शहीद अनिता गुरुङलाई हामीले गरिसकेको थियो हिजो तिथिको मितिको रूपमा। आज चाहिँ हामीले कार्यक्रमको रूपमा चाहिँ के हो भन्दाखेरि हाम्रो शहीद अनिता गुरुङ फाउन्डेसनबाट चाहिँ विद्यार्थी भाइ बहिनीहरू पुरस्कृत गर्ने भएको हुँदाखेरि पुरस्कारको विषयमा चाहिँ अब स्कुल हुनुपर्छ, स्कुलको विद्यार्थीहरू पनि हुनुपर्ने भएको हुँदा बिदाको दिनमा सम्भावना नभएको हुँदाखेरि हामीले चाहिँ स्कुलका हाम्रा सरहरूले अनुरोधमा चाहिँ हामीले आज आइतबार कार्यक्रम राख्यौँ र आज राखेर जुन हामीले चाहिँ अनिता फाउन्डेसनले 3टा विधामा चाहिँ हामीले पुरस्कार दिने भन्ने चाहिँ जुन हामीले एउटा प्लान गऱ्यौँ र योजना बनायौँ र हामीले एउटा नियम पनि बनायौँ, एउटा कार्यविधि पनि बनायौँ। त्यो कार्यविधि हाम्रो श्रद्धेय प्रान्त अध्यापक मेरो साथी रमेश राई र फाउन्डेसनका अध्यक्ष र फाउन्डेसनका संरक्षक प्रेम डजबु लगायत हामीले चाहिँ गत 3 वर्ष अगाडि नै हामीले चाहिँ सम्झौता गऱ्यौँ र त्यो 5 लाख फाउन्डेसनबाट चाहिँ अक्षय कोष स्थापना गरिसकेपछि गत वर्ष पनि हामीले चाहिँ वास्तव पुरस्कार वितरण गऱ्यौँ र यसपटक पनि हामीले उत्कृष्ट ल्याउने विद्यार्थी, त्यसपछि आदिवासी जनजाति र दलित, यो चाहिँ के हो भने समावेशीको एउटा सिद्धान्तमा आधारित हामीले चाहिँ यो राखेको हो र यसमा अझै हामीले चाहिँ वास्तवमा महिलालाई पनि अब छुट्याउनु हुँदैन थियो। तर अहिले मैले विद्यार्थीको यसो अनुहार देख्दाखेरि सबै महिला भएको चाहिँ मैले चाहिँ अनुहारहरू देखेको हुँदाखेरि अब यहाँ चाहिँ महिलाहरूलाई विशेष हामीले चाहिँ पुरस्कार गरिरहनु पर्ने अवस्था छैन कि भन्ने मलाई चाहिँ अनुभूति भएको चाहिँ मैले महसुस गरेको छु। यहाँसँग म के निवेदन गर्न चाहन्छु भने अनिता गुरुङ शहीद अनिता गुरुङ शहीद भइन् र वास्तवमा उहाँले पढ्दा पढ्दै उहाँले स्कुले जीवनमै उहाँले शहीद भइन्, तर उहाँले समयमै उहाँले चाहिँ स्कुल पढ्न पाएको भएदेखि म भन्दा पनि अझ माथि जान सकिनु होला, उहाँले अझ यो शहीद हुनुपर्ने थिएन होला। शहीद अनिता गुरुङ म हाम्रो गिरिहजी हामी करिब सँगसँगै हामी चाहिँ जन्मिएको हुर्किएको मान्छे हो र म पनि यही माटोमा यही राखा श्रीकालिका बाल विकास माध्यमिक विद्यालयमा हामी 7 वर्षसम्मले पढेर त्यसपछि उच्च शिक्षालाई म चाहिँ यहाँ काठमाडौँ पछि गएँ बाक्सिलाको पृथ्वी माध्यमिक विद्यालयबाट एसएलसी, त्यसपछि म उच्च शिक्षा चाहिँ त्रिभुवन युनिभर्सिटी ल कलेजबाट मैले गरेँ। तर तपाईँहरूलाई म के निवेदन गर्न चाहन्छु भने विद्यार्थी भाइ बहिनी सबैलाई अभिभावकलाई म के अनुरोध गर्न चाहन्छु भने हामीले हाम्रो ठाउँलाई परिवर्तन गर्नु छ भने पहिला चाहिँ हामीले हेर्नुहोस् यो र त्यो भन्दा पनि हाम्रो सोचको परिवर्तन हुनु जरुरी छ। जबसम्म हाम्रो सोचको परिवर्तन हुँदैन तबसम्म हामीले हाम्रो हरेक चिज प्राप्त गर्न सक्दैनौँ। तर हामी सानो सानो कुरामा अल्झिराखेको चाहिँ पाइन्छ। म चाहिँ देशभरि नै प्रायः म घुम्छु, तर हाम्रो विचार चाहिँ सानो समूहमा पार्टीमा जातिमा विभाजन भएको पाइन्छ। यसले गर्दा देशको हितमा हुन सक्दैन। सबै हामी मिलेर हामी एक भयौँ भने बल्ल यो ठाउँको चाहिँ विकास हुनसक्छ भने जस्तै यो ठाउँको विकास भने राज्यको विकास हुनसक्छ। यसको लागि चाहिँ तपाईँ हामी सबैले एउटा मनन गर्नुपर्ने कुरा के हुन् भने
हामी सबै एक भएर जुन खालको चाहिँ हिजोको चाहिँ एउटा शासन सत्ताले चाहिँ जुन समयमा चाहिँ हामीलाई एउटा छुट र अछुटको व्यवहार गराएको थियो, तर त्यो चाहिँ वास्तवमा त्यो अब अन्त्य भइसकेको छ। र त्यसलाई अझै पनि हामीले चाहिँ सामाजिक रूपमा चाहिँ त्यस्तो कुरालाई चाहिँ हामीले चाहिँ इग्नोर गर्नुपर्छ र हामी अगाडि बढ्नुपर्छ। जुन हामी दलित समय, आदिवासी अनि बाहुन क्षेत्री अथवा अन्य हामी सबै चाहिँ हामीबाट चाहिँ हामी के मुक्त हुनुपर्छ भने सबभन्दा पहिला हामीले चाहिँ राष्ट्र, माटो, राष्ट्र, त्यसपछि आफ्नो जाति हुन सक्ला। त्यसैले गर्दाखेरि म यहाँसँग विशेष अनुरोध गर्न चाहन्छु र हामी सबै यो ठाउँलाई विकास गर्न चाहिँ तपाईँ हामी सबैको चाहिँ भूमिका सबै रहोस् भन्ने पनि निवेदन गर्दै शहीद अनिता गुरुङको चाहिँ भावनालाई तपाईँहरूले चाहिँ कसैले पनि चोट नपुर्याउने गरे तपाईँहरूले विभिन्न सानातिना झिना मसिना केही कमी कमजोरी भए पनि त्यसलाई तपाईँहरूले क्षमाचना गर्दै अझ यो ठाउँमा विकास गर्ने शहीद अनिता गुरुङको चाहिँ सपना साकार पर्नको लागि यहाँहरूसँग म विशेष अनुरोध गर्न चाहन्छु कि सफलता पाउनको लागि तपाईँ हाम्रो साथ सहयोग रह्यो भने मात्रै अनिता गुरुङले को सपना पनि सफल हुन्छ। त्यसैले यदि हामीले त्यो कुरालाई चाहिँ इग्नोर गर्यौँ भने सफलता प्राप्त गर्न सक्दैन। त्यसैले गर्दाखेरि तपाईँहरूसँग म विनम्र अनुरोध चाहन्छु, सबै हामी एक भएर कुनै पार्टी जाति नभइकन यसमा अनिता गुरुङलाई, शहीद अनिता गुरुङलाई सम्झेर हामीले अगाडि बढौँ र हामीले ऊ सायद एउटा पार्टीमा आस्था राख्थ्यौँ र उहाँ साधत प्राप्त गरिन्, तर पनि हामीले एउटा सामाजिक रूपमा, एउटा हामीले क्षेत्रीय रूपमा, हाम्रो सबै एउटा भूगोलको रूपमा, हामीले एउटा जिल्लाको रूपमा अथवा देशको रूपमा चाहिँ शहीद, राष्ट्रिय शहीद भइसकेको हुनाले राष्ट्रिय शहीद अनिता गुरुङलाई हामीले सधैँ अमर राख्न लागि तपाईँ हाम्रो भूमिका सधैँ यसमा चाहिँ तपाईँ हाम्रो भूमिका चाहिँ सधैँ एक भएर अगाडि बढ्न अथवा सफल बनाउन लागि अगाडि बढ्न तपाईँ हाम्रो एक मत हुनुपर्छ भन्ने पनि म निवेदन गर्न चाहन्छु। थोरै विद्यार्थी भाइ बहिनीले म के निवेदन गर्न चाहन्छु भने अहिले जुन जति अहिले चाहिँ विभिन्न के अरे अनिता फाउन्डेसन लगायत अन्य पनि अक्षय कोषहरू अहिले स्थापना भइराखेको छ, अझै त्यो बढ्दै जानेछ र यहाँको भाइ बहिनीहरूले तपाईँले उच्च शिक्षा हासिल गर्ने जुन जमर्को गर्नुहोस्, अझ राम्रो चाहिँ तपाईँले शिक्षा हासिल गर्नको लागि हामीले यो अनिता फाउन्डेसनले तपाईँलाई चाहिँ फर्स्ट हुनेलाई व्यक्तिले 14,000 दिएर तपाईँको पढाइ पुरा हुने होइन, तपाईँलाई चाहिँ प्रोत्साहन मात्रै दिलाउने हो। प्रोत्साहनको लागि प्रोत्साहन स्वरूप चाहिँ हामीले चाहिँ अनिता फाउन्डेसनले चाहिँ तपाईँलाई दिएको हो। त्यसैले गर्दा मैले राम्रो पढेँ भने मलाई पुरस्कार गर्ने रहेछ, पुरस्कृत हुने पनि रहेछु। त्यसको साथसाथै मैले चाहिँ केही न केही यो राज्यमा केही कुनै पनि ठाउँमा म चाहिँ पुग्न सक्छु र त्यो खालको चाहिँ भावना राख्नुभयो भने बल्ल तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ। अहिले जो यहाँ विद्यार्थी भाइ बहिनीलाई हामीले चाहिँ पुरस्कार गऱ्यौँ र उहाँहरू सबै बधाईको पात्र हुनुहुन्छ। तपाईँलाई पुरस्कार गर्नु भनेको तपाईँहरूले चाहिँ अझै पनि पढ्नुमा अझै इच्छा बढाउनुहोस्, अझ पुरस्कृत नभएका भाइ बहिनीलाई पुरस्कार हुने चाहिँ तपाईँको उद्यत हुनुहोस्। त्यसको लागि चाहिँ विशेष हाम्रो चाहिँ अनिता फाउन्डेसन लगायत हाम्रो समाजको हाम्रो सबैको एउटा सोच हो। त्यसको लागि चाहिँ तपाईँहरूसँग म विशेष अनुरोध गर्न चाहन्छु विद्यार्थी भाइ बहिनीहरूलाई। तपाईँ जस्तै विद्यार्थी म पनि थिएँ हिजो र तपाईँ जस्तै ठाउँमा पढेको, जुन बेला 3 क्लाससम्म त हामीले क्लासै नचढेको मान्छे अहिले म यो ठाउँमा आइपुगेको छु, त्यसै आइपुगेको छुइनँ। त्यसैले गर्दा यो भूमिकामा हामी सबै रहनुपर्छ। यो भूमिकामा रह्यो भने विभिन्न ठाउँमा हामीले भूमिका गर्दै जाँदाखेरि प्राप्त गर्न सकिन्छ। त्यसैले गर्दाखेरि सबै विद्यार्थी भाइ बहिनी अभिभावकज्यूहरूलाई के अनुरोध चाहन्छु भने तपाईँ हामी सबै यो ठाउँमा जन्मिएको जति पनि छौँ र यो ठाउँमा विकास गर्न अझै बाँकी छ। बाँकी यो विकास गर्नलाई तपाईँ हाम्रो सबैको चाहिँ भूमिका रहनुपर्छ भन्ने पनि म निवेदन गर्न चाहन्छु। अन्तमा यहाँसँग मैले पटक आएर धेरै कुरा राखिसकेको छु। गत वर्ष पनि राखेँ, गत वर्ष होइन पनि राखिसकेँ र अहिलेसम्म 3 वर्ष भइसक्यो यहाँसँगको साथमा। म अनिता फाउन्डेसनको कारणले गर्दाखेरि यहाँसँग मैले पटक एउटा राख्ने तपाईँहरूसँग चाहिँ भेटघाट गर्ने एउटा शुभ अवसर एउटा प्राप्त भएको छ र अहिले तपाईँहरूसँग चाहिँ म यहाँबाट
काठमाडौँमा बसोबास गरेको भए तापनि यो फाउन्डेसन अथवा यो गाउँमा यो अझै पनि मलाई माया ममता छ, यो ठाउँमा केही गर्नु पाए हुन्थ्यो कि भन्ने अझै पनि मलाई सोच विचार छ। र यसमा चाहिँ मलाई पार्टीगत भन्दा पनि म चाहिँ कुनै अब यहाँ चाहिँ एउटा क्षेत्रलाई विकास गर्ने एउटा ठाउँलाई विकास गरौँ भन्ने भावनाको साथ म चाहिँ यहाँहरूसँग म साथमा भएको छु भन्ने पनि निवेदन गर्दै अब फेरि यहाँहरूसँग जुन जति हाम्रो नेताजीहरूले हाम्रो उसले राख्नुभयो उहाँहरू जतिको मैले चाहिँ खुलेर मैले पार्टीको कुरा गर्न सकिनँ, मलाई संवैधानिक दायित्व छ। त्यसैले गर्दाखेरि यहाँहरूसँग सबैसँग चाहिँ म के हुन गएको भने सबै हामी एक भएर यो ठाउँको विकास गर्नलाई र अनिता सहित अनितालाई सम्झिन सबैलाई चाहिँ म हार्दिक अनुरोध गर्दै मेरो अलिकति भनाइ लामो भयो होला, यसको लागि क्षमा याचना माग्दै बिदा हुन्छु। धन्यवाद। धन्यवाद मान्य सूर्य गुरुङज्यू, उहाँले आफ्नो भनाइ राखेर गइसक्नुभयो र सूर्य गुरुङज्यूलाई चाहिँ हामी मेरो व्यक्तिगत तर्फबाट र हाम्रो गाउँलेहरूको तर्फबाट पनि तपाईँ जसरी अहिले एउटा पदमा हुनुहुन्छ, तपाईँले आफ्नो पदको सदुपयोग गर्दै यस ठाउँलाई केही विकासको लागि केही हामीलाई सहयोग गर्नुहुन्छ होला भनेर भन्ने हामीले अपेक्षा पनि राखेका छौँ। सूर्य गुरुङज्यूले केही अगाडि म केही गर्छु भनेर भन्ने प्रतिबद्धता पनि गर्नुभएको थियो, तर अहिलेसम्म ठ्याक्कै यही नै गर्ने भनेर भन्ने हामीसँग माझमा आइपुगेको छैन र उहाँको तर्फबाट उहाँले उहाँको पहुँचलाई प्रयोग गर्दै हाम्रो ठाउँमा केही कुराहरूको लागि उहाँले पहल दिनुहुन्छ भन्ने हामी आशा राख्दै अब भने म अर्को कार्यक्रमतिर लाग्छु। अहिलेलाई भने पुनः हाम्रो शहीद अनिता गुरुङको पारिवारिक अघि नाच्ने बहिनीहरू यहाँ आजको यस शहीद अनिता गुरुङ मेमोरियल फाउन्डेसनले आयोजना गरेको 22औं स्मृति दिवसको विशेष आशाको केन्द्र प्रमुख अतिथिको रूपमा पाल्नु भएको हाम्रो यस खोटाङको माटोले जन्माएको संविधान सभा सदस्य आदरणीय व्यक्तित्व दुर्गा जयन्ती राईलाई आफ्नो विशेष बनाइहरू राखिदिनुको लागि म यो माइक्रोफोन हस्तान्तरण गर्दछु। धन्यवाद आजको कार्यक्रमको सञ्चालक माधवजी। शहीद अनिता गुरुङको 22औं स्मृति दिवसको यो समारोहका सभाध्यक्ष तथा शहीद अनिता गुरुङ मेमोरियल फाउन्डेसनका अध्यक्ष आदरणीय होमनाथ गुरुङ भाइ, यस कार्यक्रमको विशेष अतिथि नेपाल सरकारको आदिवासी जनजाति आयोगका सदस्य माननीय सूर्यबहादुर गुरुङ भाइ, यस भूमिमा नेपाली जनताको अधिकारको खातिर आफ्नो विचारमा आबद्ध भएर क्रियाशील रहनुभएका राजनैतिक दलका सम्पूर्ण नेतागण, यस कार्यक्रममा विभिन्न तह सङ्घ संस्थाबाट प्रतिनिधित्व गर्दै आउनुहुने सम्पूर्ण महानुभावहरू, निर्वाचित जनप्रतिनिधि 22औं स्मृति दिवसमा उपस्थित हुनुभएका सम्पूर्ण नर नाता इष्टमित्र दाजुभाइहरूलाई मेरो नमस्कार छ। आजका प्रमुख अतिथि हाम्रा चेली दुर्गा जयन्ती राई संविधान सभाका सदस्य हुनुहुन्थ्यो। विशेष अतिथि जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङज्यू, आदरणीय यस वडाका वडा अध्यक्षज्यू, सम्पूर्ण पार्टीबाट आउनुभएका आफ्नो पार्टीबाट उपस्थित हुनुभएका नेतागणज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका नेतृत्वज्यूहरू, यस कालिका बाल विद्यालयका प्रधानाध्यापकज्यू, साथै शिक्षकज्यू, सम्पूर्ण शिक्षकज्यूहरू र छात्र छात्राहरू, सुरक्षाकर्मीज्यूहरू, आदरणीय सम्पूर्ण ज्यूहरूलाई मेरो छ्याजलो नमस्कार भन्न चाहन्छु। आदरणीय आज उपस्थित हुनुभएका हजुरहरूले यस 22औं स्मृति दिवसमा
आएर यत्रो भव्य साथ तपाईँहरूले चाहिँ यो कार्यक्रमलाई सफल पारिदिनु भएकोमा तपाईँहरूलाई आभार व्यक्त गर्दछु। सम्पूर्णलाई चाहिँ मेरो धन्यवाद दिन चाहन्छु। यसको साथसाथै एक दुईवटा कुरा म भन्न चाहन्छु कि यो स्मृति दिवसको अवसरमा यो अहिले पाक बनेको छ। जुन पाक बनेको छ यो चाहिँ नि लास्ट इयर पनि हाम्रो प्रेमध्वज भाइले चाहिँ नि भनिसक्नु भएको छ कि यो चाहिँ एउटा सार्वजनिक पाक हो। यो चाहिँ कुनै व्यक्तिगत होइन, यो सार्वजनिक पाक बनाइसकेको छ अनिता गुरुङ मेमोरियल फाउन्डेसनको दाई प्रेमध्वज गुरुङले। त्यसले गर्दाखेरि हामी पारिवारिक ढङ्गले होइन कि यो चाहिँ हाम्रो राष्ट्रको लागि शहीद भएका हाम्रा अनिता गुरुङलाई यो पाक चाहिँ फ्रीमा शहीद परिवारले अर्पण गरिसकेको भएको कारणले गर्दाखेरि हजुरहरू सम्पूर्णले यो पाकमा आएर यसमा अब कहिलेकाहीँ यसो भेटघाट र कुनै मिटिङहरू कुनै यसो हेर्नु भयो भने पनि त्यो एकदम स्वागत छ। अझ भन्दै लाँदाखेरि यो पाक बन्नको कसरी बन्यो भन्ने कुरामा एक दुईवटा कुरा म भन्न चाहन्छु। सरकारले जम्मा 10 लाख रुपियाँ दिएको थियो। त्यसमा हामीले 16-18 लाख रुपियाँ हामीले थप डोनेसन हाम्रो इष्टमित्र दाजुभाइ छरछिमेक इत्यादिलाई हामीले डोनेट गरेर यो पाक तयार गरेको छौँ। यो स्मृतिको जुन चाहिँ नि अनिताको स्ट्याचुलाई चाहिँ हामीले 7,50,000 मा हामीले निर्माण गर्यौं र यो ढुङ्गादेखि यो अहिले पाक बनाएको छ। यो चाहिँ हामीले 14 लाख रुपियाँ लाग्यो। 14 लाख रुपियाँ लाग्यो र अक्षय कोषमा हामीले 5 लाख रुपियाँ दिएको छौँ। हजुरलाई यो एउटा खुल्दुली होला भनेर चाहिँ भन्न चाहन्छु। त्यसले गर्दाखेरि कार्यक्रम यताउता गर्दाखेरि खर्च जम्मा टोटल 28 लाख रुपियाँ यो पाक बनाउँदाखेरि र यो यसरी चाहिँ हाम्रो चाहिँ भइरहेको छ। हजुरलाई यो एउटा सार्वजनिक तरिकाले चाहिँ हजुरलाई भनिराखेको छु। त्यो हिसाबले गर्दाखेरि अब हाम्रो यो एउटा पारिवारिक पाक मात्रै होइन, यो चाहिँ एउटा सार्वजनिक पाक भएको हुनाले यस ऐसनखोर गाउँपालिकाका वडा नम्बर 1 का हाम्रो अध्यक्षज्यू हुनुहुन्छ यहाँ। लास्ट इयर मैले भेट्न सकिनँ उहाँलाई, त्योभन्दा अगाडि पनि हामीले बोलायौँ तर भेट्यौँ न होला। त्यसले गर्दाखेरि उहाँलाई मेरो रिक्वेस्ट पनि छ, अब हामीले यति पाक बनाएको छौँ, यो संरक्षणको लागि तपाईँ हामी सबैको जिम्मेवारी हो है। त्यसले गर्दाखेरि यो पाकलाई अझै उन्नत र विकास गर्नको लागि केही खर्चहरू पाउन सकिन्छ कि भन्ने पनि एउटा हजुरलाई एउटा रिक्वेस्ट गर्न चाहन्छु। जिम्मेवारी यो फ्यामिलीको मात्रै होइन, यो चाहिँ राष्ट्रको सहित भएको हुनाले सरकारले पनि केही हेरिदिनु, यो स्थानीय सरकारले पनि केही हेरिदिनु हुन्छ कि भन्ने मेरो अनुरोध पनि छ। पछि गएर के हुन्छ, त्यो के गर्नु सक्नुहुन्छ, यो कुराहरूलाई चाहिँ हजुरलाई पनि जिम्मा लगाउँदै हामी जानेछौँ। अब पछि हाम्रो साथीहरू यो परिवारहरू चाहिँ फेरि टाढाबाट आउनुपर्ने भएको हुनाले हामीले अक्षय कोषमा राखेको जुन कालिका बाल विकास को सरलाई हाम्रो प्रधानाध्यापकज्यू हाम्रा रमेश कुमारज्यू हुनुहुन्छ, उहाँलाई पनि अब यो एउटा जिम्मेवारी उहाँको जिम्मेवारी छ। हामी नआए पनि हजुरहरूले चाहिँ यो संरक्षण गरेर यो समयमा हजुरहरूले चाहिँ यो कार्यक्रम गरिदिनु भयो भने हजुरलाई पनि राम्रो हुनेछ र हामीलाई पनि सबैले राम्रो हुने थियो भन्ने कुरा अवगत गर्दछु। यो फाल्टो कुरा भयो होला तर पनि मैले हजुरलाई रिक्वेस्ट गरेको हो। जति पनि हजुरले अनिता गुरुङ मेमोरियल फाउन्डेसनको कुराहरू गरिदिनु भयो, सबै कुराहरू गरिसक्नुभयो, मैले भनिरहनु जरुरी छैन। त्यसले गर्दाखेरि यो गाउँमा भएका, यो वडामा भएका सम्पूर्ण हाम्रा इष्टमित्र दाजुभाइ सम्पूर्णलाई मेरो यही नै रिक्वेस्ट छ, यो पाक
युज गर्नुहोस्, चलाउनुहोस् र यो पार्कलाई संरक्षण पनि गरिदिनुहोस् भन्ने मेरो ठुलो आशा छ। म एउटा अनिता गुरुङ मेमोरियल फाउन्डेसनको अध्यक्ष म काठमाडौँ बस्छु। अब यो कार्यक्रम गर्दा मात्रै आएको छु म त्यहाँ, सधैँमा आउन सक्दिनँ, मेरो उमेर पनि अलिक ढल्किसक्यो। त्यसले गर्दाखेरि घुँडासुँडाको प्रब्लम, विभिन्न समस्याको प्रब्लमले गर्दाखेरि मेबी अरू समयमा नि हामी भेट त हुन्छौँ होला, तर पनि अब कार्यक्रमको लागि चाहिँ नेक्स्ट इयरदेखि के कस्तो हुन्छ हाम्रो अब फाउन्डेसनका संरक्षकज्यूहरूले चाहिँ अब के खालको चाहिँ प्लानिङ गर्नुहुन्छ त्यो कुरालाई मध्यनजर गर्दै आज यसमा तपाईँहरूलाई फेरि पनि म धन्यवाद दिन चाहन्छु। यत्रो भव्य साथ यो कार्यक्रमलाई सफल पारिदिनु भएकोमा हजुरहरू सम्पूर्ण विभिन्न ठाउँबाट आउनुभएका सम्पूर्ण नरनाता इष्टमित्र दाजुभाइहरूलाई मेरो मुरी धन्यवाद दिँदै आजको कार्यक्रम यही अन्त भएको घोषणा गर्छु। धन्यवाद। थ्याङ्क यू।
यस अहिलेको जुन गीतमा नृत्य गर्नुभएको थियो हाम्रो बहिनीहरूले एकदम राम्रो र एकदम मार्मिक र सबैको मन छुने खालको गाना साथै डान्स नृत्य पनि देखाउनु भएको थियो र हाम्रो यस अन्त फाउन्डेसनका अध्यक्ष हाम्रो अमरनाथ गुरुङको अमरनाथ गुरुङज्यूबाट उहाँलाई पुरस्कार स्वरूप केही रकम हस्तान्तरण गर्नुभएको छ र साथै अघि यस नृत्य सँगसँगै अघि नृत्य गर्ने हाम्रो जम्मा 13 जना बहिनीहरू हुनुहुन्छ। अगाडि नृत्य गर्ने बहिनीहरू पनि यस स्टेजमा आएर उभिदिन लाइनमा उभिदिन हुन हामी अनुरोध गर्दछौँ। टिम आफ्नो टिम आउँछ र अघिको नृत्य गर्ने टिमहरू र अघिको टिममा नृत्य गर्ने भाइ बहिनीहरू हुनुहुन्छ। 3 जनाको टिम सुम्निमाको टिम सुम्निमा राई तपाईँको 3 जनाको टिम अगाडि आउनु होला। 4 जनाको टिम सुम्निमाको 4 जनाको टिम उहाँहरूको 4 जनाको टिमलाई हाम्रो यस लिडर सबैलाई दिने है शहीद अन्ता गुरुङ हैन 4 जनालाई डिभाइड गर्नुपर्छ है नानीहरु है ल शहीद परिवारको टिमबाट उहाँलाई हौसला स्वरूप सानो पुरस्कार वितरण गरिदिनु भएको छ। हौसला स्वरूप भाइ बहिनीहरूलाई र 3 जनाको टिम हाम्रो दिपा देविका सुनाको टिम उहाँहरूलाई पनि सानो सहयोग 3 जनाको टिम उहाँलाई पनि यस्तो हौसला स्वरूप शहीद परिवारको तर्फबाट है तपाईँहरूलाई एउटा हौसलाको रूपमा तपाईँलाई सानो पुरस्कारको रूपमा सहयोग गर्नुभएको छ। र अर्को 6 जनाको टिम हुनुहुन्छ स्वस्तिका राईको टिम उहाँहरू पनि आउनु होला। टिम लिडरलाई है अब यो उहाँहरूलाई प्रत्येकमा भएर छ शहीद परिवारको तर्फबाट तपाईँहरूलाई अब हौसलाको रूपमा अब यतै बस्नु पर्यो फेरि अब यता फोटो बस्नु यहाँ अगाडि बस्ने नानी सहयोग दिनुभएको छ। र अब हाम्रो सम्पूर्ण अतिथि हाम्रो कलाकार भाइ बहिनीहरू लगायत सम्पूर्णमा अब फोटो सेसनको कार्यक्रम सुरु हस् भिडियो यहाँबाट कहाँ जानुभएको माओ तपाईँ?